ऐतिहासिक अधिवेशनमा हामी निर्वाचनमा जानुपर्ने स्थिति भयो। लोकतन्त्र हो, जान पनि पर्यो। निर्वाचनमा गइसकेपछि एकजनाले जित्नु अथवा एकजनाले चाहिँ पराजय स्वीकार गर्नु स्वाभाविक पनि हो। यसै अर्थमा लिनु होला। अघि नै मैले भने ती साथीहरूलाई पनि समेटेर लाने दायित्व चाहिँ हामी समितिका साथीहरूको हुन्छ, त्यसलाई चाहिँ ख्याल गर्नु होला। र यो घोषणा गर्दै गर्दा हाम्रो निर्वाचन प्रमुखज्यूको अनुमतिले सभापतिका रूपमा 2 जना हाम्रा चाहिँ आदरणीय नेतृत्व तहका साथीहरू यहाँ दावेदार हुनुहुन्थ्यो। एकजना धालेन्द्र रायमाझीज्यू र अर्को पुनम प्रसाद शर्माज्यू। धेरै मतको अन्तर छैन। धालेन्द्र माझीज्यूको 93 मत उहाँले प्राप्त गर्नुभएको छ र पुनम प्रसाद शर्माज्यूले 82 मत प्राप्त गर्नुभएको छ र यो हिसाबले हाम्रो 50+1 को हिसाबले पनि त्यसै हुनुभयो। 2 जनामा जिल्ला सभापतिका रूपमा धालेन्द्र रायमाझी बागलुङ जिल्लाको एउटा नेतृत्व तहमा भोलिदेखि चाहिँ उहाँले सम्हाल्नुहुन्छ। प्रदेश समितिको तर्फबाट, निर्वाचन समितिको तर्फबाट उहाँलाई धेरै धेरै बधाई तथा शुभकामना। थोरै मतले पछि रहनुभएका पुनम प्रसाद शर्माजीलाई पनि कति पनि विचलित नभइकन यो यात्रामा हामी सँगसँगै छौँ। यो परिवार हो, उहाँलाई पनि उच्च सम्मान र महत्त्व पनि सम्मान गर्ने उहाँ हामी प्रदेश समिति जिल्ला समिति सँगै एउटै यात्रा गर्नेछौँ र मलाई लाग्छ जिल्ला समितिले पनि उहाँलाई चाहिँ सम्मान प्रदान गर्नेछ। र 25% कटेपछि हाम्रो विधानमा त त्यसै पनि चाहिँ जिल्ला समिति सदस्य रहने पनि प्रावधान छ। र अब उपसभापतिमा गए। उपसभापतिमा हाम्रो आदरणीय नेताहरू हिमानन्द पौडेलजी र देवु बुढाथोकीको चाहिँ 2 जनाको प्रतिस्पर्धा थियो, जसमध्ये हिमानन्द पौडेलजीले 49 मत र देवु बुढाथोकीजीले 75 मत ल्याउनु भएको छ। यस अर्थमा हिमानन्द पौडेलजी जिल्ला कार्य समितिको उपसभापति निर्वाचित हुनुभएको छ। उहाँलाई पनि हामी सबैको तर्फबाट धेरै धेरै बधाई तथा शुभकामना र देवु बुढाथोकीज्यूले पनि सम्मानजनक मत ल्याउनु भएको छ। उहाँलाई सँगसँगै लिएर हिँड्ने दायित्व यो समितिको छ। उहाँलाई पनि धेरै धेरै शुभकामना छ। त्यसै गरी सचिव पदको लागि पनि 2 जनाकै दावेदारी थियो, जसमा नील बहादुर खत्री गोविन्दजी हुनुहुन्थ्यो भने अर्का प्रत्याशी हुनुहुन्थ्यो प्रकाश रिजालजी। सचिव पदको निम्ति नील बहादुर खत्री गोविन्दजीले 111 मत र प्रकाश रिजालजीले 65 मत ल्याउनु भएको छ। र मलाई जहाँसम्म लाग्छ सचिवज्यूले एकदमै पपुलर मत पनि पाउनु भएको छ। प्रदेश समिति र हामी सबैको तर्फबाट उहाँलाई पनि धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु र सम्मानजनक मत ल्याएर एउटा चाहिँ सचिवमा अगाडि बढ्नुपर्छ भनेको युवा नेता प्रकाशजीलाई पनि हामी सँगै छौँ। भोलिको यात्रा यही परिवारमा सँगै बसेर गर्ने हो। उहाँलाई पनि म कति विचलित नहुन आग्रह गर्न चाहन्छु, अनुरोध गर्न चाहन्छु। त्यसै गरी सहसचिव पदमा पनि 2 जनाको उम्मेदवारी थियो, जसमध्ये हेमलाल उपाध्याय बालकृष्णजी र कमल प्रसाद खरेल बीच प्रतिस्पर्धा थियो, जसमा थोरै मतको अन्तर छ। थोरै मतको, मलाई लाग्छ सबभन्दा थोरै मत यहाँ 2 जनाको छ। बालकृष्ण हेमलाल उपाध्यायजीले 88 मत ल्याउनु भएको थियो भने कमल प्रसाद खरेलजीले 85 मत ल्याउनु भएको थियो। हेमलाल उपाध्याय बालकृष्णजीलाई हामी सबैको तर्फबाट दिनको धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। उहाँका निकटतम सहकर्मी कमल प्रसाद खरेल सरलाई पनि यो सम्मानजनक मतको लागि उहाँलाई पनि धेरै धेरै बधाई शुभकामना दिन चाहन्छु। यो यात्रामा हामी सँगसँगै छौँ। त्यसै गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन क्षेत्र नम्बर 1 को संयोजक तथा जिल्ला सदस्यको निम्ति हामीले
उम्मेदवारी आह्वान गरेका थियौँ। त्यसमा पनि 2 जनाको उम्मेदवारी परेको थियो, जसमा रामप्रसाद अधिकारी सर र एम कुमार मल्ल सर हुनुहुन्थ्यो। उहाँहरू बीच पनि प्रतिस्पर्धा रह्यो, जसमध्ये रामप्रसाद अधिकारीज्यूले 102 मत र एम कुमार मल्लजीले 68 मत प्राप्त गर्नुभएको छ। यस अर्थमा रामप्रसाद अधिकारी सर निर्वाचन क्षेत्र नम्बर 1 को संयोजकका रूपमा र जिल्ला समिति सदस्यको रूपमा निर्वाचित हुनुभएको छ। उहाँलाई पनि धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। त्यसै गरी निर्वाचन क्षेत्र नम्बर 2 संयोजक तथा जिल्ला समिति सदस्यको निम्ति हामीले आह्वान गरेको उम्मेदवारीमा 2 जनाको नै परेको थियो, जसमा हिमाल खत्रीजी हुनुहुन्थ्यो भने अर्का प्रत्याशी हुनुहुन्थ्यो कृष्णबहादुर नेपालीजी, जसमध्ये हिमाल खत्रीज्यूले 97 मत प्राप्त गर्नुभयो भने कृष्णबहादुर नेपालीज्यूले 74 मत प्राप्त गर्नुभएको छ। यस अर्थमा निर्वाचन क्षेत्र नम्बर 2 को संयोजकका रूपमा र जिल्ला सदस्यका रूपमा निर्वाचित हुनुभएका हिमाल खत्रीज्यूलाई जितको धेरै धेरै बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। र अघि मैले पनि भने थोरै मतले, धेरै त्यस्तो अन्तर छैन, केही मतले पछि बढ्नु भएका साथीहरूलाई धेरै ठाउँहरू छन्। भोलिका दिनमा तिनीहरूको